हे हेलो हाई नमस्ते साथीहरू। मेरो नाम मोहम्मद रिगल। मैले हिजो राति गरेको थिएँ सेतो पोखरीको किनारामा क्याम्पिङ। चिसो यति धेरै थियो कि सास लिँदा फोक्सो कठ्याङ्ग्री झैँ लाग्थ्यो। यो पोखरीको सौन्दर्य अचम्मको छ। पानी यति सफा छ कि वरिपरि हिमालहरू ऐना जस्तै प्रतिबिम्बित छन्। नीलो आकाश मुनि सेतो हिउँको काखमा यो ताल एक रहस्य जस्तै शान्त र अद्भुत लाग्छ। तर यात्रा यही रोकिँदैन। आज म जाँदैछु आमुलाप्चातर्फ, एक अत्यन्तै कठिन हिमाली पास। यो सजिलो छैन। अक्सिजन कम, बाटो कठोर, हिउँ र बरफले भरिएको। तर यही कठिनाइमा छ हिमालको असली सौन्दर्य। मैले हिजो क्याम्पिङ लगाएको ठाउँ चाहिँ यो होइन। अनि बिहानतिर चाहिँ होइन एकदमै हुस्सो लागेको थियो। यहाँबाट यो नि देखिरहेको थिएन, यति हुस्सो लाग्थ्यो। अहिले चाहिँ क्लियर हुनु लाग्छ। अहिले चाहिँ बिहानको 7 बज्न लाग्यो होइन। अनि मलाई जानु छ यहाँबाट, यो ग्लेसियर देखिरहेको छ यो सेतो, त्यसको यतापट्टिबाट कट मारेर होइन, लगभग 5800 मिटरको एल्टिट्युडमा समुद्री सतहबाट होइन। आई डोन्ट नो कि कतिको डिफिकल्ट छ। मैले सुन्ने गरेको छु कि वान अफ द डिफिकल्ट पासेसमा एक पर्छ होइन, टेक्निकली डिफिकल्ट पासेस हो होइन। हेरौँ अब कस्तो हुन्छ। जाम यहाँबाट। अब सूर्य देवता पनि प्रकट भइहाल्नु भयो। अब यो यहाँको मौसम नि हल्का हल्का अहिले चाहिँ अलिअलि गरेर चाहिँ ठिक भइरहेछ होइन। अनि हिजो बेलुकाको चाहिँ मेरो खाना खिचडी पकाउनु लाग्यो। खिचडी नपाकेर चाहिँ होइन, चामल जस्तो त्यस्तै छ। कमसेकम यो मैले 1.5 घन्टा जति पकाएँ क्या। लगभग त्यो मैले दाल खिचडी चाहिँ 1.5 घन्टा जति पकाएँ होइन। 1.5 घन्टा पकाउँदाखेरि पनि त्यो चाहिँ पाकेन क्या। अचम्मै लाग्यो भनेको। आई थिङ्क हाई एल्टिट्युडमा यस्तै हुन्छ होइन। अब जम्मू कश्मीरमा हुँदाखेरि चाहिँ आलु पाक्थेन होइन। त्यहाँ हामीले पुरै एउटा सिलिन्डर ग्यास सानोवाला नि त्यो नै खतम गरिदिएको थियौँ। एक सानोवाला सिलिन्डर ग्यास हुन्छ, त्यो नै फिनिस भइहाल्यो थियो। तर आलु पाकेन कि, त्यो अचम्म लाग्थ्यो। यहाँ चाहिँ मलाई यो अचम्म लाग्यो कि दाल खिचडी पाकेन भने। म जाने ठाउँमा चाहिँ पानी परिरहेछ हो। जाउँ त जाउँ कसरी। यहाँ चाहिँ यो पानी रोकियो भने चाहिँ फेरि निस्किनु पर्ला। पानी भन्दाखेरि नि सायद उता चाहिँ हिउँ परेर होला। तर यो सिमसिमे पानी, बरफ त बरफ नै हो होइन। स्नो त स्नो नै हो, तर यहाँ पढ्ने बित्तिकै पग्लिरहेको थियो। त्यहाँ चाहिँ रेनबो लागेको छ है। मतलब सिमसिमे पानी परिरहेछ। आमुलाप्चामा चाहिँ मौसम चाहिँ कतिखेर नै राम्रो नहुने भयो जस्तो छ। त्यसैले अरू चारैतिर हेर्नुहोस् राम्रो मौसम छ भनेपछि त्यहाँ चाहिँ मौसम राम्रो छैन। त्यही पनि मलाई जानुपर्ने अवस्था आयो। किनभने अब मौसम राम्रो हुने पर्खौँ भनेपछि धेरै ढिला भइहाल्छ। मौसम त ठिक हो जा। मौसम ठिक भएको भए झन् मजा आउँथ्यो होला। मौसम नै ठिक भइरहेको छैन। यहाँनिर चाहिँ यहीँनिरबाट जानुपर्ने हो माथितिर। त्यहीँनिर अरू सब ठाउँमा क्लियर जस्तो छ, त्यही ठाउँमा बिग्रिरहेछ। यहाँसम्म पुगिसकेँ। उहाँदेखि यहाँसम्म पुग्दासम्म चाहिँ हेरौँ न मौसम चाहिँ ठिक हुन्छ कि भनेको। अझै नि ठिक हुँदैन त हो। लागे के भयो, गाह्रो भयो त। फेरि यस्तो मौसममा चाहिँ यस्तो डिफिकल्ट पास क्रस गर्न चाहिँ फेरि हल्का अप्ठ्यारो नै हुन्छ होइन। जस्तो मैले लास्ट पास होइन, तर मेरा पिकको जो ग्लेसियर थियो त्यो क्रस गरेको थिएँ 5300 मिटरको, 5350 मिटरको। त्यो पनि काफी डिफिकल्ट थियो होइन। यो नि त्यस्तै नहोस्, फिङ्गर क्रस। यो चाहिँ आमुलाप्चाको फर्स्ट बेस क्याम्प होइन। अब थाहा छैन यहाँनिर कसले हो होइन यस्तो पुरै रताम फाल्या छ होइन पुरै। ओ माई गड। तर मलाई जानुपर्ने यहाँभन्दा माथि। हिजो मलाई थाहा भइदिएको भए म यहीँ क्याम्पिङ गर्थेँ होला होइन। तर मैले उतापट्टि क्याम्पिङ गरेँ किनकि उतापट्टि चाहिँ मलाई लाग्यो कि यतापट्टि केही छैन होला भनेर। केही छैन। यो चाहिँ पुरै यो रत्रम यो चाहिँ कोही मान्छेले हो या हावाले हो, आई डोन्ट नो केले हो होइन। तर चाहिँ पुरै बिगारेको छ। यतातिर नि सायद त्यस्तै होला। ए
सबै त यो ढोका होका फुटालेको छ, कोही मान्छेहरू नै होलान् ढोका होका फुटालेर यसरी गर्ने। बिचरा कसको होटल हो होइन, पुरै फुटाल फाटाल गरेर होइन, कसले हो अब यहाँनिर यो सोलर प्यानल यहाँनिर फालेको छ कसले, सायद यो त पहिलादेखि फुटालिएको थियो, त्यो यिनीहरूले हो या हावाले हो। यति जोरको हावा त नचल्नु पर्ने, मलाई लाग्दैन यति जोरको हावा चल्छ होला। तर अब हल्का सा क्लियर भयो, अब चाहिँ निस्किनु पर्यो। बाटो चाहिँ कताबाट छ हो, यस्तो बाटो पत्ता लगाउन जानुपर्ने। जस्तै यो राखेको छ नि 3टा ढुङ्गा, जस्तै यो त यो, अनि यस्तै खोज्दा खोज्दै माथि जानुपर्ने। यस्तै क्लियर चाहिँ म माथि पुग्दासम्म पनि हुनुपर्ने, मजा आइहाल्थ्यो। हेरौँ, यहाँ आउँदासम्म नि हालत खराब भइहाल्छ। म चाहिँ आएको त्यहाँबाट होइन, यहाँबाट यसरी यस्ता ढुङ्गाहरू राखेको छ, सो हल्का इजी पत्ता लगाउनलाई बाटोहरू। यतातिरको भ्यू चाहिँ कति राम्रो देखेको छ, ओ माई गड। तर यतातिर नि अहिले त ठिक छ, म चाहन्छु कि क्लियर होस्, किनभने माथि टपमा गइसकेपछि उतापट्टि सगरमाथा रिजनका सबै माउन्टेनहरू 8000 भन्दा मिटरभन्दा माथि लोटसे हो या नोप्से हो के छन्, सबै आमा डाब्लम हो, सबै देखिन्छन् क्या। त्यसैले म चाहन्छु कि म त्यहाँ भएपछि चाहिँ पुरै क्लियर होस् मौसम, मलाई सगरमाथा देखिन मिलोस्। त्यहाँको मतलब हरेक 8000 मिटरभन्दा धेरै अग्ला हिमालहरू देख्न मिल्छ नि त होइन। त्यसैले म चाहन्छु क्लियरै रहोस्, बादल चाहिँ सबै हटोस्। तर 2 घन्टा लाग्छ भनेको छ, यहाँबाट त्यहाँसम्म 700 मिटर मात्रै छ है, लगभग 700 मिटर। तर 400 मिटर समुद्र सतहबाट चाहिँ त्यो चाहिँ चढाइ गर्नुपर्ने छ एल्टिट्युड चाहिँ, तर दूरीको हिसाबले चाहिँ 700 मिटर मात्रै छ। त्यसैले चाहिँ 2 घन्टा लाग्नेछ भनेको छ। अब चाहिँ एकदम ठाडो चढाइ आयो है। यहाँ चाहिँ टेन्ट पिच गर्ने ठाउँ बनाएको रहेछ होइन। यहाँ चाहिँ बिजनेस चल्छ नि त होइन, धरो बिजनेस चल्छ। लाप्चा वान अफ द डिफिकल्ट पास हो, त्यसैले एडभेन्चर लभरहरू आउँछन् होइन। अनि यहाँबाट चाहिँ भ्यू यति राम्रो देखिन्छ, त्यसैले चाहिँ यहाँ हरेक ठाउँमा देख्न सक्नुहुन्छ होइन। जस्तै यहाँनिर टेन्ट पिच गर्ने ठाउँ, त्यहाँनिर यहाँनिर सबै ठाउँमा पिच गर्ने ठाउँ छ बनाएको, यहाँनिर भइहाल्यो। यस्तो मलाई थाहा भइदिएको भए चाहिँ हिजो बेलुका चाहिँ म यहाँ आउँथेँ होला यार, नै साँच्चै दामी। तर यति हो ढुङ्गा खस्छन्, तर यतातिर चाहिँ ढुङ्गा पर्दैन हो। तर यसको बारेमा मलाई भनेको भए म माथि आएर यो गर्थेँ, अनि यहाँबाट आधा घन्टामा माथि। अब चाहिँ थाहा भयो, मेरो भिडियो हेर्नेहरू चाहिँ आएर चाहिँ क्याम्पिङ यहाँ गर्दा हुन्छ है, मौसम हेरेर। यो चाहिँ पुरै ग्लेसियर होइन, सायद चिसोमा यो पुरै ग्लेसियर त्यत्रो हुन्छ होला, या त पहिला थियो यहाँसम्म पक्रेर गइसक्यो ड्यु टु क्लाइमेट चेन्जको रिजनले गर्दाखेरि। तर म सोचिरहेको छु यहाँ माथि चाहिँ क्याम्पिङ गर्न कतै रमाइलो हुन्थ्यो होला। मलाई हिजो थाहा भइदिएको कसम म चाहिँ यहीँ क्याम्पिङ गर्थेँ है। यहाँनिर मस्त, यहाँनिर क्याम्पिङ गऱ्यो होइन, अरे भ्यू त्यस्तै राम्रो, अनि यहाँबाट नजिक। अरे तर केही छैन, हल्का पशु त लाग्यो। तर नेक्स्ट टाइम मेबी म आयो भने या कोही यो भिडियो हेरेर आउँदैछ भनेपछि क्याम्प यहाँ गर्नु होइन। म हजुरलाई भनिदिन्छु, यहाँबाट ढुङ्गा खस्ने तल खसिहाल्छ। यो एकदम सेफ ठाउँ क्या, यो तलबाट नै एकदम स्ट्रङ छ, अनि पानी चाहिँ यहाँ छ होइन। सबभन्दा राम्रो पानी चाहियो भने उताबाट ल्याएर आए पनि भइहाल्यो, न त तल गएर ल्याएर आए पनि भइहाल्यो, मतलब आउँदाखेरि होइन। अब चाहिँ सबभन्दा डिफिकल्ट पार्ट आयो होइन, यहाँबाट चाहिँ माथि यस्तो हुँदै जानुपर्ने हो। योभन्दा पनि माथि सायद अरू डिफिकल्ट होला, त्यहाँ चाहिँ तार लगाइएको छ भन्ने सुनेको थिएँ होइन। तर यो चाहिँ यो गु चाहिँ के को हो,
यहाँ जनावर मैले केही पनि देखेन। यो कुकुरको होइन, सायद चिता, सरी स्नो लेपर्ड या भालु, आई डोन्ट नो। अनि यो चाहिँ एकदम ताजा ताजा हो आजको। गु देखाइरहेको छु, तर आमा लोप्चा चाहिँ जानुपर्ने है माथि। खै यहाँबाट चाहिँ बाटो देखिरहेको छैन मलाई, कहाँबाट जाने भन्ने। यहाँबाट चाहिँ ढुङ्गाहरू चाहिँ एकदम डिफिकल्ट छन्। यहाँबाट जाऊँ भनेपछि यहाँ चाहिँ डिफिकल्ट छ अरू चाहिँ धेरै। यो हल्का डिफिकल्ट छ, तर त्योभन्दा माथि कस्तो छ थाहा छैन होइन। यताबाट घुमेर जाऊँ भनेपछि बाटो नै थाहा छैन। त्यसैले चाहिँ मोस्ट डिफिकल्ट पासेस भन्दा रहेछ। यो चाहिँ ग्लेसियर, त्यहाँबाट चाहिँ पुरानो बाटो रहेछ, सायद यो ल्यान्डस्लाइडले गर्दाखेरि नयाँ बाटो चाहिँ यताबाट बनाएको छन् क्या होइन। अन्दाजीले आएको यही बाटो रहेछ, मान्छे हल्का हल्का हिँडेको थाहा भइरहेछ। हिजो चाहिँ यता स्नोफल भइरहेको थियो, त्यही स्नो हो, नयाँ स्नो। अब चाहिँ बाटो फेला पऱ्यो है। यो चाहिँ तार लगाएको छ नि त, हुक लगाएर यस्तै गरेर माथितिर पुरै। अब सायद आनन्द थोडा मतलब मनमा सुकुन मिल्यो कि अब बाटो भेटियो भनेर होइन। तर म कन्फ्युज थिएँ कि कताबाट उताबाट जाने हो कि के हो। पहिरो रिसेन्टली गएको भएपछि चाहिँ गाह्रो हुन्छ होइन। ल अब चाहिँ भेटियो। अब चाहिँ केटो योभन्दा माथि गयो अनि यहाँबाट भ्यू वाह, यहाँ चाहिँ पहिरो गएको गएछ। मेड इन कोरियाको प्लास्टिक चाहिँ यहाँ के गरेर छ। यहाँको मान्छेहरू के गर्ने, मान्छेहरूलाई केही भन्न सकिन्न। अब चाहिँ यो चाहिँ एकदम डिफिकल्ट पार्ट थियो, सायद अब चाहिँ माथितिर त्यति डिफिकल्ट नहोला होपफुली। ल यताबाट चढाइ गरेर चाहियो होइन। अब चाहिँ यहाँभन्दा माथिको बाटो सायद इजी नै छ, फेरि उतापट्टि चाहिँ फेरि डिफिकल्ट होला। यो चाहिँ स्नो लेपर्डको पाइला हो सायद, यहाँबाट गएको छ माथितिर। र फाइनल चाहिँ पुग्यो पास्ने त हालत खराब। अनि यता नि हुक लगाएर चाहिँ डोरी लगाएको छ, किनभने यो ल्यान्डस्लाइड हुन्छ नि त त्यसैले। यो चाहिँ एकदम ऊ छ कि के भन्छ यसलाई, कच्चा चट्टान होइन। ल फाइनली पुग्यो। ओ माई गड, यो तल चाहिँ जान झन् डिफिकल्ट छ जस्तो छ। ए तल जानुपर्ने मैले। यहाँबाट यो यहाँ तार लगाएको छ होइन, तार समात्दै तल गएर यो फेदीको उतापट्टि गएर त्यहाँ चाहिँ एउटा सायद रेस्टुरेन्टहरू होला नि। लेडिज एन्ड जेन्टलमेन, फाइनली चाहिँ म आमुलप्चा पुगेँ समुद्री सतहबाट 5800 मिटर उचाइमा रहेको हाइएस्ट मतलब टेक्निकली डिफिकल्ट पास होइन। अनि यहाँबाट भ्यू हेर्नु, अरे सेतो पोखरी एन्ड यो मेजेस्टिक हिमालयको होइन। अनि यो चाहिँ बार बार पहिरो गइरहेको छ यताबाट चाहिँ। अनि चाहिँ यो आमुलप्चाको सेकेन्ड बेस क्याम्प हो।
अनि यो चाहिँ फर्स्ट बेस क्याम्प हो भनेपछि यताबाट हुँदै यो उकालो हुँदै होइन, यो उकालो हुँदै यताबाट पछाडिबाट यतातिरबाट आइयो होइन। एन्ड मलाई जानुपर्ने चाहिँ अब यताबाट तलतिर, यो चाहिँ डिफिकल्ट छ मलाई जहाँसम्म लाग्छ होइन। यहाँबाट तल गएर चाहिँ होइन, तल चाहिँ लगभग यो पनि 200-300 मिटर तलै जानुपर्ने होला। अनि यताबाट भएर यो पोखरी देखिरहेको छ होइन, पोखरीबाट उतातिर कट्नुपर्ने हो। चुखुङ भनेर चाहिँ एउटा गाउँ चाहिँ होइन, तर चाहिँ त्यो के अरे रेस्टुरेन्ट होला नि होइन, त्यहाँ पुग्नुपर्ने हो आज मैले। सायद आज म पुगिहाल्छु होला, अहिले चाहिँ 9 सायद 9:30 बजेको छ होइन। अनि यताको यो भ्यू हेर्न मिल्थ्यो होला। यहाँ चाहिँ सायद लोड्से होला या चुखुङ होला, यी मतलब धेरै हिमालयहरू छन् यतातिर होइन। तर वेदरको खराबीले गर्दाखेरि चाहिँ देख्न मिलिरहेको छैन। फाइनली आउँला मतलब धेरै टाढाबाट मतलब कञ्चनजङ्घाबाट यहाँ आउँदासम्म GST गर्दा गर्दै होइन, द ग्रेट हिमालयन ट्रेल्स। मलाई डर लागिरहेको थियो कि आमुलाप्चा धेरैले भनिरहेको थियो कि धेरै डिफिकल्ट छ, एक्लै सक्दैनस् होइन। अनि मैले भनिरहेको थिएँ कि यार धेरै डिफिकल्ट छ भने यतिजना भनिरहेछन् भनेपछि चाहिँ होइन, यतिजना भनिरहेछन् भनेपछि चाहिँ होला पनि होइन, गर्न सकिँदैन कि भनेर डर लागेको थियो होइन। तर चाहिँ फाइनली चाहिँ आमुलाप्चा माथि चाहिँ आइयो। अब तल गएर चाहिँ उतातिर गइने हो। लेडिज एन्ड जेन्टलमेन, ह्याप्पी यता चाहिँ साँच्चै नै डिफिकल्ट रहेछ हो। हो माई गड। अनि यहाँ तल हुँदै जानुपर्ने होला। यो चाहिँ धेरै डिफिकल्ट रहेछ, सोचेको भन्दा पनि धेरै, मान्छेहरूले भनेको भन्दा पनि धेरै। अनि अब चाहिँ यताबाट तलतिर खै अब कतिको डिफिकल्ट छ थाहा छैन है। हालत खराब। एक्लै यहाँबाट आउन धेरै मुस्किल। GST द ग्रेट हिमालयन ट्रेल्स। ल स्नोफल पनि हुन लाग्यो अब है। तलतिर घाम लागेको छ, यहाँ चाहिँ स्नोफल भइरहेको छ। यो स्नो लेपर्ड चाहिँ ठुलो रहेछ हो। त्यो माथिदेखि आउँदा आउँदै 2 घन्टा लागिहाल्यो। उतापट्टिबाट चाहिँ त्यति डिफिकल्ट छैन भनेपछि यतापट्टिबाट उत्रिन पनि डिफिकल्ट, चढ्न पनि डिफिकल्ट हो। त्यसैले भन्दा रहेछन् मोस्ट डिफिकल्ट पासेस। यता साइड चाहिँ मौसम राम्रो छ भनेपछि यता साइड चाहिँ मौसम पुरै बिग्रेको छ। के भन्ने मतलब यो हिमालयको एक चोटीले चाहिँ मौसममा चेन्ज ल्याएको रहेछ। अन्त यो चारैतिर चाहिँ पुरै ग्लेसियरहरू मात्र छन् होइन, पुरै ग्लेसियर छन्। अनि यतातिर चाहिँ पहिरो गइरहेछ, अनि यतातिर नि पहिरो गइरहेछ। यो लेक चाहिँ कस्तो कलर हो क्या, एकदम निलो छ होइन। फेरि आकाशको रिफ्लेक्सन होला भन्नु पनि छैन, माथि बादल छ। यस्तो लागिरहेछ कि यसमा कलर हालेको छ होइन। मतलब यस्तो एकदम मतलब निलो कलर होइन, मैले चाहिँ देखाएको थिएन लेक होइन। खतरा। यो उस्सो आइहाल्यो उस्सो। यो लेक चाहिँ हेर्नु न कस्तो दामी कलर के होइन। अनि
यही सेम यस्तै लेक उतापट्टि पनि छ, तर त्यो चाहिँ ग्लेसियर लेक हो होइन, आइसल्यान्ड पिकको ग्लेसियर छ, त्यो चाहिँ पग्लेर चाहिँ त्यो लेक बन्छ भनेपछि यो चाहिँ प्योर ग्लेसियर पिक चाहिँ होइन होइन, यसको साइडमा कतै नि ग्लेसियर छैन, तर माथिबाट आएको पानी चाहिँ यहाँ जम्मा हुँदो रहेछ। अनि यसको कलर मलाई चाहिँ साह्रै मन पऱ्यो। म चाहिँ चुकुङतिर जाँदै थिएँ होइन, आमुलाप्साबाट, मतलब यस्तो मतलब लेक देखेपछि मेरो त मन गदगद भयो भनौँ। अनि म चाहिँ यतातिर जाँदैछु, यो हुस्सो चाहिँ आइहाल्यो अब यसलाई चाहिँ ढक्नलाई तर साह्रो लामो रहेछ हो, कमसेकम 8 किलोमिटर हिँडिहालेँ, अझै पनि पुग्दैन त म चुकुङ होइन। सायद अझ नेटवर्क नै हो त्यहाँ, थाहा छैन, धेरै दिन भयो नेटवर्क एरियाबाट टाढा भएको। म चाहिँ बुङ किरौलेबाट चाहिँ नेटवर्कमा छैन होइन, त्यसपछि चाहिँ चुकुङमा खोइ थाहा छैन, सायद भोलि चाहिँ म नेटवर्क एरियामा पुग्छु होला। तर आज चुकुङ हेरौँ पुग्न सक्छु कि पुग्न सक्दैन, खुट्टा चाहिँ दुखिरहेको छ है फेरि, किनभने आमुलाप्सा चढ्दा हालत खराब। यो लेक माथिबाट चाहिँ ढुङ्गाहरू खसिरहेछ। चुकुङतिर जाँदै थिएँ होइन, बिच बाटोमा चाहिँ यो भेट्यो, यो भेटेपछि थाकेको मान्छे होइन, अब यहीँ बसौँ न भन्ने भयो। अब यो थाहा छैन कि यो होटल हो कि होइन, पार्टी हो कि के हो, यो मलाई चाहिँ थाहा भएन होइन। अब गरम त गरम के पानी चाहिँ ल्याएर आएँ मैले। यहाँ ढोका चाहिँ फेरि खुल्ला रहेछ होइन, अब खोइ अब होटल भयो त बन्द हुनुपर्ने, फेरि ढोका फेरि खुल्ला छन्, किन हो त्यो मलाई थाहा भएन। भित्र ओढ्ने ओछ्याउने पनि छन्। फेरि मैले सोचेँ कि ल धेरै बेर सोच्दाखेरि मैले सोचेँ कि ल भित्रै सुतौँ आज भनेर चाहिँ आजको नाइट यतै। अनि भोलि चाहिँ यताबाट अगाडितिर चुकुङ जाने होइन, चुकुङ जानलाई चाहिँ 4 किलोमिटर छ, लगभग 2 घन्टा जति लाग्छ होला होइन। आज त धेरै थाकियो, त्यही भएर नि म यही बस्न लाग्यो, नत्र त म अगाडि गइहाल्थेँ। धेरै थाकियो त आमुलाप्चाबाट चढ्दाखेरि चाहिँ खासै थाकिएन होइन, उत्रिँदाखेरि भने लास्टै थाकियो भने लास्टै। त्यही भएर चाहिँ आजको बसाइ टोयलेट नि छ, सबै छ होइन, बसौँ आज के हुन्छ। जो होगा देखा जाएगा होइन, खुल्ला छ त्यो ढोका त अब पाउनेकै लागि होला नि त होइन, म नि पाउनै हो त्यही भएर चाहिँ म भित्र चाहिँ बस्ने। यहाँनिर चाहिँ रहेछ होइन, अनि ओढ्ने ओछ्यान चाहिँ आफू छँदैछ, ओछ्याउने चाहिँ यहाँ छ रहेछ होइन। अनि यो चाहिँ केही चलाउँदैन होइन, कसैको पर्सनल भएको चाहिँ फेरि गाह्रो, म चाहिँ आफ्नै युज गर्छु, तर क्याम्पिङ चाहिँ आज गर्दैन। लेडिज एन्ड जेन्टलमेन, भोलि भेटौँला, बाई।